भित्रमा मेरो भिजा झरिसकेको थियो हैन। अनि धेरै साथीहरू 1 महिनाभित्र आए र अहिले पनि धेरै साथीहरू 1 महिनाभित्र नै काम सकेर यहाँ आइसकेका छन् है। आउँदा बित्तिकै भोलिपल्ट पर्सिपल्टबाट हैन काम तपाईको भिजा मेडिकलदेखि लिएर हैन फिङ्गरप्रिन्टदेखि लिएर सकेर तपाईको हप्ता दिनमै तपाईको ट्रेनिङमा गएर आएर पनि काम चालु गरिसकेका छन् हैन। कतिपय कुनै कुनै बेलामा चाहिँ 1-2 महिना वेट गर्नुपर्ने पनि हुन्छ, 2 महिना, बेसरीमा 3 महिना, त्योभन्दा बढी जाँदैन यो समयमा। तर हामी आउँदा चाहिँ म चाहिँ 3.5 महिनामा चाहिँ काम लागेको है। म आउँदाखेरि 3.5 महिनामा म ड्युटी जोइन भएको है। त्यति बेला पनि एकदम गाह्रो थियो, स्ट्रगल समय हैन, हाम्रो स्ट्रगल समय थियो। तर त्यति बेला चाहिँ के गर्थ्यो भने एडभान्स स्यालेरी दिने गर्थ्यो, जस्तै हप्तामा 100-200 दिने गर्थ्यो र पछि चाहिँ स्यालेरीबाट कट अफ गर्ने गर्थ्यो। तर अहिले चाहिँ तपाईको एडभान्स स्यालेरीहरू हैन त्यो अहिले दिँदैन, दिएको थाहा पाइएको छैन अहिले। र नेपालबाट नै तपाईहरुले पैसा चाहिँ बोकेर ल्याउनु पर्ने हुन्छ है। नेपालबाटै तपाईले पैसा बोकेर ल्यायो भने यहाँ अलि दुःख पाइदैन है। नेपालबाट नै तपाईहरुले तकरिबन मिनिमम पनि तपाईहरुले 800 रुपैयाँ बोकेर ल्याउनु पर्ने हुन्छ र यहाँ बस्दैसम्म ड्युटी जोइन नहुँदैसम्म तपाईहरुले त्यो पैसालाई सदुपयोग गरेर चलाउनु पर्ने हुन्छ है। यहाँ आएर 200 दिरहम तपाईको भेरिफिकेसन सर्टिफिकेट भेरिफिकेसनको लागि 200 दिरहम तपाईले ह्यान्ड क्याश दिनुपर्ने हुन्छ र त्यसपछि बाँकी चाहिँ 600 बचेको तपाईले यताउता खाने हैन खर्च गर्ने। फोटो चाहिँ तपाईले पीपी साइजको है 35x45 को नेपालबाटै खिचेर ल्याउनु होला, एकदमै काम लाग्छ। यहाँ तपाईको पासपोर्ट साइजको फोटो नेपालमा सानो हुन्छ तर त्यो होइन कि 35x45 को है तपाईले खिचेर ल्याउनु होला है। एकदमै त्यो फोटो एकदम काम लाग्छ। यहाँ चाहिँ 15-20 दिरहम लिन्छ है। 15-20 दिरहम भनेको 400-500 लिन्छ, तर नेपालमा 150-200 मा पनि बन्न सक्छ हैन। त्यो फोटो खिचेर ल्याउनु होला। यहाँ पैसा पनि नहुन सक्छ हैन, पैसा खाँचो परेको बेलामा त्यो पैसाहरू 10-15 दिरहम भने पनि ठुलो कुरा हो यहाँ त हैन। त्यही भएर त्यो फोटोहरू चाहिँ तपाईहरुले नेपालमै खिचेर ल्याउनु पर्ने हुन्छ र यहाँ आएपछि तपाईले गर्नुपर्ने कामहरू सबै कम्पनीको उनीहरुको सल्लाहमा, उनीहरुको हैन इन्फर्मेसन के दिन्छ, के आउँछ त्यही अनुसार तपाईले दिनुपर्ने हुन्छ। म चाहिँ किन भन्दा यहाँ कतै आस्तो छ, यहाँ चाहिँ डिस्टर्ब आयो है। यहाँ कसैले म्यासेज गर्नु भएको छैन, म्यासेज आए जस्तो पनि लाग्छ है यहाँ, तर चाहिँ मैले देखिन, त्यही भएर यसो फर्काएको भएन। तपाईले म्यासेज गर्नु होला है। म्यासेज गर्नु होला ताकि म्यासेज आउँछ कि आउँदैन भन्ने मलाई पनि थाहा भएन। यसरी मैले यो चाहिँ लङ भिडियो बनाएको छु, त्यही भएर एउटा कसैले हाई भनेर म्यासेज गरिदिनु होला। म त्यो म्यासेज आएको छ कि छैन थाहा पाउने छु है। म्यासेज चाहिँ आस्तो छ तर झिपिक भइरहेछ है, झ्याप भइरहेछ। त्यही भएर म्यासेज मैले यहाँ पढ्न पाएको छैन, पढ्न मिलेको छैन जस्तो छ। यसो हेर्दा तपाईको म यसलाई चाहिँ फेरि